अलराइट गाइज जुनसुकै तन्त्र आए पनि हुनेवाला केही पनि छैन। चाहे त्यो राजतन्त्र होस्, चाहे त्यो गणतन्त्र होस्, चाहे जुनसुकै प्रजातन्त्र होस्, चाहे यो बौद्धले प्रजातन्त्र होस्, जुनसुकै तन्त्रमा जहिले पनि जनताहरू दबिएर रहेका थिए, जहिले पनि जनताहरू भोकमारीको समस्यामै थिए भने जहिले पनि जनताहरू ऋणमै डुबेका थिए। न त उद्योग कल कारखानाहरूको विकास नै भएको थियो, उद्योग कल कारखाना विकास भएर न जनताले रोजगारी नै पाएका थिए, न त शिक्षाको राम्रो गुणस्तर नै थियो, र न त कुनै पनि बाटोघाटोहरू राम्रो नै थियो। र अहिले पनि हेर्ने हो भने जिउको तिउने चाहिँ स्थिति चरम भ्रष्टाचार जस्ताको त्यस्तै छ, व्यतिथि जस्ताको त्यस्तै छ। हामीले एउटा राजा फालेर सयौँ राजाहरू बनायौँ, र त्यो राजाहरू बनेका गणतन्त्रका छोटे राजाहरू भएर निस्किए, जसले एउटा राजालाई पाल्नलाई जति खर्च लाग्थ्यो, देशको बजेट जति खर्च हुन्थ्यो, त्यसको कयौँ गुणा सयौँ गुणा बजेट चाहिँ अहिले छोटे राजाहरूलाई पाल्नमा सकिएको छ। तर पनि तन्त्र उस्ताको उस्तै छ, र हामी जनताको स्तर भने जीवन स्तर भने जस्ताको तस्तै रहेको छ, उकासिन कहिले पनि सकेको छैन। कारण एउटै मात्रै छ, तपाईँ हामीले जुन चुन्ने गर्छौँ प्रत्येक 5 वर्षमा जुन भोट हाल्ने गर्छौँ, भोट हाल्ने क्रममा चाहिँ तपाईँ हामीबाटै भएको गल्तीहरूको परिणाम हो। यो सजाय हामीले बारम्बार भोगिरहनु पर्छ र भोगिरहेका पनि छौँ। त्यसको नतिजा अहिले हामीले देखिरहेका पनि छौँ। देशबाट कमसेकम यति समयसम्म चाहिँ छोटो समयमा 2 वर्षको यो अन्तरालमा 70-75 लाखको हाराहारीमा युवाहरू विदेशिन बाध्य भएका छन्, युवाहरू विदेश पलायन भएका छन्। यो कसले गर्दा त? यो कुन तन्त्रले गर्दा त? यो खासमा भन्ने हो भने यो सबै तन्त्रहरू यो छोटे राजाहरूले गर्दाखेरि भएको हो। तपाईँ हामीले सोच्नै पर्छ यो कुरालाई। अब पनि नसोचे कहिले सोच्ने? यदि यो देशमा उचित मात्रामा शिक्षाहरूको व्यवस्था भइदिएको भए, यो देशमा रोजगारको व्यवस्था भइदिएको भए, यो देशमा उन्नतिका बाटाहरू खुलिदिएका भएदेखि कसैलाई पनि यो देश छोडेर विदेश जानु पर्दैन थियो होला। पक्कै पनि आज लाखौँ जुन युवाहरू छन् विदेशिन बाध्य भएका छन्, गाउँहरू पुरै रित्तिएका छन्, गाउँमा एउटा लास उठाउने मान्छेसम्म पाउनलाई गाह्रो भइसकेको छ। यो कुन तन्त्रमा बाँचिरहेका छौँ हामी? सोच्नु सेक्फेर। अहिले पनि हामीले यो पार्टी त्यो पार्टी भनेर लाग्यौँ भने यो अवस्था अझै झन् विकराल हुँदै जानेछ। हामी पार्टीका झोले बन्यौँ भने अझै पनि हामी सिद्धिँदै जानेछौँ, सकिँदै जानेछौँ, र अब आउने हाम्रा पुस्ताहरूले हामीलाई धिक्कार्नेछ। ओहो बुवा, ओहो आमा, तपाईँहरूले ल्याउनु भएको तन्त्र, तपाईँहरूले ल्याउनु भएको गणतन्त्र, तपाईँहरूले ल्याउनु भएको प्रजातन्त्र, तपाईँहरूले ल्याउनु भएको राजतन्त्र हेर्नुहोस् त अहिले हाम्रो हालत। यो पक्कै पनि भन्ने छ, कुनै न कुनै दिन हामी कुनै न कुनै विदेशीको इसारामा जसरी अहिले नाचिरहेका छौँ, त्यो नाचिरहेको इसारा भन्दा पनि हामी भोलि चाहिँ कुनै एउटा विदेशीको दास भएर बस्नुपर्ने स्थिति आउनेछ। किनभने प्रत्यक्ष अप्रत्यक्ष रूपमा यो देशमा 23 खर्ब ऋण भइसकेको छ, विदेशी ऋण 23 खर्ब, नट अ जोक। एउटा मान्छेको एउटा टाउकोमा चाहिँ लगभग 1 लाख हाराहारीको चाहिँ जन्मेको बच्चाको जुन जन्मिन्छ त्यो बच्चाको टाउकोमा 1 लाख बराबरको ऋण लिएर ऊ जन्मिन बाध्य भइसकेको छ। भनेपछि सोच्नुहोस् हामी कुन चाहिँ देशमा छौँ, कुन चाहिँ शासन व्यवस्थामा रहेका छौँ, कुनै पार्टीको चाहिँ झोला बोकेर हिँड्दाखेरि चाहिँ हामीलाई फाइदा भएको छ त? हेरौँ त, ल बुझौँ त। अहिले नबुझे कहिले बुझ्ने? तपाईँले नबुझे कसले बुझ्ने? हामीले नबुझे कसले बुझ्ने? अब पनि पार्टीको गुणगान गाउन हामीले छोड्नुपर्छ। पक्कै पनि यो देशमा बसेर यदि तपाईँमा पक्कै पनि नेपाली माटोमा बसेर तपाईँमा चाहिँ नेपालीपन छ भने, छातीमा नेपालीपन बोक्नु भएको छ, मुटुमा चाहिँ गोर्खालीको रगत छ भनेदेखि उम्लिनुपर्छ अब यो रगत रेभुलेसनको लागि, यानि कि क्रान्तिको लागि। अब एउटा क्रान्ति जरुरी छ। र क्रान्तिले चाहिँ सबै किसिमका चाहिँ जुन भ्रष्टाचारी व्यतिथिहरू छ, त्यो व्यतिथि भ्रष्टाचारीहरूलाई चाहिँ निर्मम तरिकाले चाहिँ निर्मूलै पार्नुपर्नेछ, समूल विनाशै गर्नुपर्नेछ। अब भने यो देशमा एउटा महाकाली महारक्तकालिनी चण्डी जस्तै यो देशमा चाहिँ महाकाल जस्तै एउटा महाकाल जन्मिनु जरुरी छ, जसले चाहिँ यो देशको चाहिँ समूल विनाश गरेर एउटा क्रान्तिको दियो बालोस् र पक्कै पनि देशको चाहिँ परिवर्तन गरेर छाडोस्। प्रत्येक नेपालीले चाहिँ घरमै बसेर जागिर पाउन्, देशमै बसेर जागिर पाउन्, रोजगारीको लागि चाहिँ देश विदेश चाहिँ भड्कन नपरोस्, उचित मात्रामा सबै किसिमका व्यवस्थाहरू यही देशमा भइदियोस्, र कसैले पनि चाहिँ आफ्नो बाउआमा छोडेर विदेश जान नपरोस्। यो देशमा नै चाहिँ हामीले चाहिँ आफ्ना नङनाराहरू चाहिँ घोटेर चाहिँ यहीँनिर चाहिँ हामीले खुसी भएर रमाउन सकौँ। हवस् त, जय नेपाल।